फर्सी हाई गाइस हाई हामी चाहिँ आज म कत्रो फर्सी जत्रो देखियो मेरो अनुहार होइन तेरो त बरु राम्रो देखियो कि मेरो नराम्रो देखेको हाई गाइज आफ्टर कति 2 weeks स्ट्रेट 2 weeks म घर पुगेर पनि आइसकेँ होइन आफ्नो कर्म थली कि थलोमा अब यो चाहिँ आज मैले जसरी नि युट्युबमा हाल्ने नै छु किनभने आई डोन्ट हेभ एनी कन्टेन्ट टु पोस्ट देयर अनि 4 जनाले यो भिडियो हेरि पनि हाल्छ त्यो 4 जना फेरि हाम्रो घरका 4 जना हुन सक्छन् फेरि त्यही हो 4 जनाले हेरे पनि एटलिस्ट त्यो भनेको मेरो ऊ हो के अचिभमेन्ट हो होइन एटलिस्ट केही नगर्न भन्दा आइ एम डुइङ दिस यो चाहिँ हाम्रो कलेजको साइडको बाटो हो द्याट्स हाउ आई मोटिभेट माइसेल्फ ओके यो सर्ट किनभने यहाँ मोटिभेट गर्ने कुरा खासै केही पनि छैन अनि हामी यसरी हिँडिरहेको यो दङ्गालीलाई देखि नसक्नु भएको छ साँच्चै भन्दैछु है साँच्चै हो अब हामी यसरी हिँडेको यहाँ त कस्तो अनौठो यहाँका मान्छेहरू हिँड्दा रहन्छन् कि के हो जो भेटे पनि हेरेको साँच्ची के होइन साँच्ची त हो नि पछाडि देखिन सकिने केटीलाई बिचरा आफूलाई बनाएको मेरो भयो कि त्यो केटी बिचरा साइड लगिदिएर गइरहेको थियो I don't care at all तिमीलाई भनेको होइन यदि उसले हेर्नुभयो यो भिडियो हेर्नुभयो भने आइ एम सो सरी फर द्याट हजुरलाई भनेको यसो हाम्रो बाटो दामी होला कहाँ अब भूत बुलायो के अरे भुलभुले जानला जस्तो भूत बङ्गातिर जानला जस्तो छ बाटो कस्तो मेमोरी छ नि यो बाटोमा थाहा छ हिँड्दै जाँदाखेरि हामी पुरै कलियो शिवम दाइले हो कि कलियो भूत आयो भनेर सबै थियौँ कि हामी ओइ तर यार त्यो वाला सर दाइहरूलाई फेरि हामी गेट टुगेदर गर्नुपर्ने हुन्छ है अब हामी वी विल इन्भाइट आवर ब्रदर्स देखिन्छ हामीलाई बन्द गरिदिउँ बाई बाई होइन उताबाट लाइट आएको छ राम्रो देखिन्छ गाइस केही छैन अब यस्तै हो अब भलक पनि के 2 मिनटको हाल्नु कि अलि धेरै हालौँ न फर्की यहाँभित्र हाम्रो युनिभर्सिटी बन्दै छ कि युनिभर्सिटीको बिल्डिङ हो यहाँनिर मान्छेहरू पनि मान्छे नि देखियो दियोस् फाइनली माइ घर कस्तो कार हो त्यो कस्तो कार हो थाहा छैन यिनले समाउँछ कस्तो राम्रो देखिन्छ नि हामी गाउँबाट सहर झरेको यहाँ गाडी देखियो गाडी कसैले हामीलाई गाडी देखिदिए पनि हुन्थ्यो होइन अब गाडी हाम्रो घरतिर जानलाई त हाम्रो घर बसेको घरतिर त गाडी पनि छैन गाडी पनि आउँदैन देखेकै छैन अब लिफ्ट दिनलाई पनि त बाटो हुनु पर्यो नि घरसम्म पुऱ्याइदिनलाई घरतिर बाटो छैन अनि त्यही हो गाइज त्यो बाटो बासै बाहेन के थाहा पाएँ मैले त्यही भएर अहिलेसम्म पिच्न भएको हाम्रो घर अगाडिको बाटो यस्तो डङ आउँछ त्यो ट्र्याक्टर हिँडेपछि त घरै हल्लिएर केही थाहा हुँदैन पुरै यो चाहिँ हाम्रो के हो यो कलेज सुमधुर कलेज हाम्रो एकदम राम्रो कलेज अब देखिँदा हाइट पनि त्यति धेरै छ कि फेरि देखाउनु यति माथि रेड कलरको देखिया नि द्याट इज आवर कलेज अनि यो चाहिँ हाम्रो कलेजको मेन गेट यो हो तर मेन गेटबाट कोही पनि जाँदैन किनभने जङ्गल छ हामी जाने हुन्छ 10वटा सर्पल टोक्छ होला हामीलाई अनि यताबाट चाहिँ हाम्रो युनिभर्सिटीको यो जग्गा हो है यो युनिभर्सिटीका मान्छे तोर्पे हुन् कि के हो है नभन के त्यस्तो हाल्ने पोस्ट गर्ने हो त्यस्तो ल्याङ्ग्वेज युज नगर तर साँच्चै भन्यो भने अनेस्ट भएर भन्यो नि केही गरेर चाहिँ छैन अब जस्तो यो युनिभर्सिटी हो बाटो यस्तो छ तर यहीँनिर पनि फाइन नै क्यार्ने गर्ने हो भने अलिकति ऊ भन्थ्यो नि त अलिकति राम्रो बन्थ्यो हाम्रो यस्तो दामी लाइब्रेरी छ होइन अब यी जङ्गलमा छोपिखा के लाइब्रेरी भन्नु यहाँ जङ्गल छ यो जङ्गलको साइड यहीँ यता होइन अलि अगाडि कता हो यता यहाँ एउटा लाइब्रेरी छ त्यो लाइब्रेरी यस्तो दामी छ सदियौँ पुरानोवाला एकदम हिस्ट्री बोकेकोवाला जस्तो छ तर त्यहाँ अब कोही बस्दा पनि बस्दैन रहेछ पुरै किताब निकाल्ने बेला पनि कति त किताब निकाल्नु पऱ्यो नि त लाइब्रेरीबाट निकाल्ने बेलामा त्यहाँबाट पुरै माकुराको जालो र अनि गाउँ किताब किन्नलाई हामीलाई अरू किनेर जानुपर्छ युनिभर्सिटीको उसमा तर साँच्चै भन्ने हाम्रो कलेजको लाइब्रेरी त भइहाल्छ त्यहाँ धुलै छैन दामी धुलै पनि छैन किताब पनि
पनि छैन अनि छ धेरै किताब छ धेरै तर जुन प्रोफमा हामी पुग्छौँ नि त्यो प्रोफको किताब किताब छैन छैन ल अनि प्रोफ सकेपछि हाम्रो क्लासका ल राखिदिन्छन् यो लाइब्रेरीमा चाहिँ म गएकै छु पढ्ने भनेरै गएको हो तर म गएँ होइन अनि म गइसकेपछि मान्छे यति सक भयो नि भुनु भयो नि त्यहाँको सर आई डोन्ट नो किन सक हुनुपर्ने हो लाइब्रेरीमा त अब पढ्न नै जाने हो त्यस्तो यति सक हुनुभयो यति सक हुनुभयो अनि मै सक भयो कि अनि म त हेरे भयो तँ झन् नि हेरे हुनुभयो अनि पछि मागेँ बुक माग्यो अनि सक हुँदै हुँदै खोज्दै दिनुभयो सर के छ यस्तो रिलेटेड बुकहरू के छ अनि फेरि भित्र गएर लिन पनि पाउँदो रहेछ यहाँनिर सरले आफै गएर खोजेर दिने रहेछ तर आफैले अब चुज गरेर आफ्नो इच्छाअनुसार पढ्न पाइने रहेछ यस्तो हो नि त हाम्रो कलेज हाम्रो युनिभर्सिटी फेरि 200 वर्ष पुरानो हो अनि 200 वर्ष पुरानोमा त कहाँ जानु मिल्थ्यो त अनि विद्यार्थीहरू भित्र जानु मिल्दैन नि त अनि अब के भनौँ भयो अब आफैले हेरेर अब पढ्न पाए पनि हुन्थ्यो नि त नभए त अब त्यो बुकको खोजीमा त म अवश्य गएको थिएन अब हामी जाँदैछौँ हाम्रो के हो यो युनिभर्सिटीको मेन अफिस हामी जाँदैछौँ अब त्यहाँ चाहिँ हाम्रो रोज फुल एकदम राम्रो फुल छ कहिले मलाई हामी टिपिदिन्छौँ पनि अस्ति नै रोज डेको ओहो हाम्रो त रोज हामी मान्छे देखिन छोडिसक्यौँ मान्छे देखिन छोडिसक्यौँ तर हामी भिडियो बनाउन छोड्दैनौँ होइन छोड्छौँ अब स्टे ट्युन गाइज थ्याङ्क यू भेरी मच मेरो भिडियो हेर्नु होला पुरै भाइरल बनाइदिनु होला है त I wanna be rich. That's please guys. जे भयो नि 4 जना भयो नि मेरो भ्युअर्स हो. I'll thank you guys. Support us. Bye. We love you, our 4 followers.